Hello guys, good morning, सेवान्ने र वेलकम ब्याक टु माई च्यानल। आज पनि हामी चाहिँ म र मेरो बुढा चाहिँ हामी आज घुम्न जाँदैछौँ। तपाईहरुलाई पनि सँगै लगेर जाँदैछौँ। त्यही गर्दाखेरि चाहिँ तपाईहरुले लास्टसम्म हेर्नु चाहिँ नबिर्सिनुस् होला है र लाइक, शेयर, कमेन्ट पनि गरिदिनुस्। बाइ बाइ, सी यू। म तपाईहरुलाई भेट्छु नि ल। हामी बाहिर निस्क्यौँ। हेर्नु न कस्तो डरलाग्दो घाम आइरहेको छ। भगवान कसरी जानु होला। तर हामी यहाँ शीतलमा राखिरहेको छौँ त। यो चाहिँ हाम्रो क्वार्टर हो। हेलो गाइस, हामी चाहिँ अब त्यहाँ एन्ट्रीहरू गरेर चाहिँ बाहिर निस्किसक्यौँ। त्यो चाहिँ देखाउनु हुँदैन नि त, त्यो भएर चाहिँ हेर्नुहोस् न गेट बाहिर त्यस्तो छ है अन्डमानको। तपाईँहरूलाई आज म टक्कै त्यो गेटको बाहिर गयो भने चाहिँ तपाईँले यस्तो दामी देख्नुहुन्छ होइन। हेर्नुहोस् त, वेदर पनि एकदम घाम मजाको घमाइलो भइरहेको छ। यहाँ चाहिँ बेसी प्रायः चाहिँ हेर्नुहोस् है कोकोनटको ट्रीहरू मात्रै हुन्छ जहाँ पाइ त्यहीँ। कत्रो ठुल्ठुलो गाडी छ। हाम्रो दार्जिलिङमा चाहिँ पानीहरू परेर बिचो गयो भनेर भन्नुहुँदै थियो। म गाइस, हामी चाहिँ आइपुग्यौँ जङ्गली मिर्च होइन। यहाँ दादा र मेरो हात चाहिँ पातला भयो है। यहाँ चाहिँ यस्तो टाइपको रहेछ। हेर्नु न, हिँड्ने मजाको बनाएको रहेछ। सबै जग्गा ग्रिनेरी छ। दादा गरम भयो पुरा, हेभी गरम रहेछ। हेर्नु कस्तो दामी बनाएको रहेछ सानो बडे। यहाँ चाहिँ रुमहरू एभाइलेबल पनि हुन्छ रहेछ है। रुमहरू नरियल हेरिहाल्ने यहाँ फेरि कति दामी। हेर्नु न यहाँ फोटो खिच्ने। म चाहिँ स्विमिङ पुलमा बस्ने मात्रै हो। म चाहिँ ए स्कुटी यहाँ आउँथेछ नि त। हेर्नु न, दिन चाहिँ यस्तो भयो। ठुलो वाटर सप्लाई आइरहेको रहेछ। हेर्नु न, यहाँ चाहिँ टिकट काउन्टर रहेछ। एन्ड पाउँछ रहेछ होइन। यो चाहिँ पर पानीमा जाने छु नि। यहाँ चाहिँ पर पर्सन 500 इज अनलिमिटेड। अभी आएगा, बहुत आएगा। आप इसको स्कैन करेंगे तो ये वाला स्कैन करेगा तो आपको पूरा एकदम लोकेशन सब आ जाएगा। वो चेंजिंग रूम कहाँ पर है? आप सीधा जाकर लेफ्ट में चेंजिंग रूम है, राइट में वॉशरूम है, और वहाँ कैफे एरिया आपको स्टार्ट में सब कुछ मिल जाएगा। मेन कोर्स के लिए तो पब में जाना पड़ेगा या तो ऊपर रेस्टोरेंट में जाना। ओके, थ्याङ्क यू। यहाँ चाहिँ तपाईँको स्विमिङ पुल हेर्नुहोस्। यहाँ चाहिँ एक्टिभिटीहरू पनि छ पुरा। यहाँ चाहिँ एकपल्ट यो ब्यान्ड पाएपछि चाहिँ अनलिमिटेड रहेछ नि त। यहाँ कस्तो राम्रो रहेछ। यहाँ चाहिँ चेन्जिङ रुममा जाँदैछ। यहाँ चाहिँ बसेर खाने जग्गाहरू रहेछ। मुसा तर यति मजा आयो कि पर जुन चाहिँ हामी त्यो पोर्ट ब्लेडको त्यो उयो क्या पो एटी भिल्ला भन्दाखेरि चाहिँ फार बेटर, फार दामी, बेटर, यति राम्रो। यहाँनिर चाहिँ आइस लाटे पनि आइसक्यो। बुढा र मैले चाहिँ एउटा खाएको नि त। एउटा डरेर हेर्नु न, म अम्बो ऊ त डरेन, म चाहिँ हेर्नु डरेर कस्तो भयो। खेल्नु न त 4 घण्टा जस्तो भयो। 4 घण्टा खेल्यो हामी। अन्त आँखा पनि रातो भयो होला मेरो।
अन्त आजको डे चाहिँ एकदम वर्थ इट भयो घुम्नु मेरो बुढाले कहिलेदेखिको स्विमिङ पुल भनेको हो म चाहिँ उयो कोकोनट देखेर छक्क पऱ्यो हेर न भुइँमै फल्दा रहेछ भुइँमै फलेको छ यस्तो चाहिँ मिठो पनि हुन्छ त फेरि तर फेरि यहाँ चाहिँ के अन्त बुढाको कहिलेदेखिको विस थियो होइन यो जग्गा आउने अन्तखेरि हिजो चाहिँ हामी आउनु सकेन किनभने गरममा थियो गरममा त्यस्तो भएर चाहिँ आज आएको है बुढा वा हेर्नु न स्काई कस्तो दामी यहाँ चाहिँ यस्तो हेर्नु न बस्ने रिसोर्टहरू जस्तै टाइपको रहेछ मजाको हेर्नुहोस् त तर यहाँको चाहिँ तपाईँको मैले रेट सोधेको थिएँ कि एउटा रुमको 5,500 अरे वा कस्तो राम्रो जग्गामा छ अब चाहिँ हामी फर्क्यौँ मजाले गीत मरिजल खेल्नु पनि पायौँ स्विमिङ गर्नु पायौँ है अन्त बुढा र म फर्केको मेरो बुढा चाहिँ यहाँ हुनुहुन्छ बाई बाई